नमस्ते। आज चाहिँ हामी कता घुम्न आएको छौँ भन्दा हामी चाहिँ बोटानिन कन्ठल के अरे है के गार्डन रे बोटानिकल गार्डनमा आएको छौँ है। भन्न आएन नि त होइन, त्यही जाँदैछौँ हामी होइन। हामीले तपाईँहरूलाई पनि डेटिङ जानु मन छ भने त जानु नि। फेरि हामी चाहिँ ग्रुपमा आएको, तपाईँहरूलाई चाहिँ डेटिङ आउन मन छ भने यो ठाउँ इज बेस्ट है। यो ठाउँ चाहिँ बेस्ट हुन्छ तपाईँहरूको लागि। र तपाईँहरूलाई चाहिँ म यता जाने बाटो कस्तो राम्रो छ म तपाईँहरूलाई देखाइहाल्छु। लु हेर्नुहोस् यस्तो छ। अब गेटमा गएर भेटौँला है त। हाम्रो चाहिँ यो भयो गोदावरी गार्डन है। हामी चाहिँ भित्र जाँदैछौँ। भित्र जाने चाहिँ यस्तो छ, यहाँनिर टिकट काटेर यहाँबाट दाइले टिकट बुझाएर यहाँबाट जानु पर्ने छ। अनि भ्यू चाहिँ कस्तो छ भन्दाखेरि एकदमै राम्रो छ। 31 करोडको त गार्डन मात्रै अरबै है। अनि यता चाहिँ राम्री राम्री फुलहरू पनि देखिन्छ। फुल होइन अप्सरा पनि छ। होइन बाबा होइन। यस्तो छ भ्यू चाहिँ यता भित्रको है। तपाईँहरूलाई पनि आउन चाहनुहुन्छ भने आउनु होला। यहाँ चाहिँ कपालको लागि चाहिँ बेस्ट हो है। अनि म चाहिँ केटासँग आएको हामी चाहिँ केटा ग्रुप आएको भनेर भन्दिन है। हामी चाहिँ यस्तो गरेर आइरहेछ। यहाँनिर छ है। यो गार्डनमा कहिले कहिले अप्सराहरू पनि आउने गर्छ है। यस्तो छ भ्यू है। क्या खतरा भ्यू देखिन्छ त यार। यहाँ हेर्नु न गेट कस्तो नेचुरल गेट। यस्तो नेचुरल गेट कहीँ देखिन्छ? देखिँदैन नि। यस्तो छ है टक है। गार्डन यस्तो छ। हाम्रो बहिनी अगाडि गुडिरहेको छ। अनि हाम्रो यहाँ कमलको फुल भनिन्छ नि, यहाँ छ यस्तो कमलको फुल। यस्तो छ कमलको फुल। यस्तो छ है। क्या राम्रो भ्यूहरू देखिरहेछ। यो चाहिँ बोटानी कन्ठल गार्डन रे। उतातिर 4-5 वटा अप्सराहरू भन्किरहेछ। ये नहीं इधर जाओ भाई, इधर जाओ। नेचुरल गेट है। ओ भाई देखो भाई कितना सुंदर है उधर। यस्तो छ है भ्यू चाहिँ। हामी पनि सेतो छ रे माथिको त मासुको झोलको। यस्तो राम्रो भ्यू छ। तपाईँहरूले देख्नु भएको मेरो पछाडि परिहरू पनि होला हेर्नु है। नहेरौँ फेरि आँखा त्यस्तो है। यो पालि त ग्रुपमा आएको, अर्को पालिदेखि त कपाल लाउनु पर्यो। मलाई त लाज पो लाग्यो यसरी केटासँग हिँड्न त। देख्नुभयो ल है। अब तल गएर भेटौँला। One, two, three, go! Ready? के भन्छ किन लुकाउनु जान्दैन गर्छ हातेर।
झर्नु म त बचिहालेँ